नमस्कार सबैमा। म भूपेन खतिवडा हजुरहरूको अगाडि एउटा छोटो कविता लिएर उपस्थित भएको छु र मेरो कविताको शीर्षक छ घमण्ड किन। कवितामा बढ्न अघि म हजुरहरूलाई एउटा सानो निवेदन गर्न चाहन्छु कि हजुरहरूलाई मेरो कविता मन पर्यो भने लाइक गरिदिनुहोला र फेसबुक पेज अथवा युट्युब च्यानलबाट हेर्नु हुँदैछ भने सब्सक्राइब अथवा फलो गरिदिनु होला र साथै सेयर गर्न नबिर्सिनुहोला अनि एउटा छोटो मिठो कमेन्ट पनि गरिदिनुहोस् भन्ने म हजुरहरू सबैजनालाई निवेदन गर्न चाहन्छु। र मेरो कविताको शीर्षक छ घमण्ड किन। घमण्ड किन गर्छौ यो संसारमा आएर, घमण्ड किन गर्छौ यो संसारमा आएर, थाहा छ कि जानेछौ यो संसारलाई त्यागेर, थाहा छ कि जानेछौ यो संसारलाई त्यागेर, नरहनेछ तिम्रो शरीर, नरहनेछ तिम्रो धन सम्पत्ति, नरहनेछ तिम्रो शरीर, नरहनेछ तिम्रो धन सम्पत्ति, जानेछौ तिमी यो संसारलाई त्यागेर, जानेछौ तिमी यो संसारलाई त्यागेर। थाहा छ कि आउँछ त्यो दिन, थाहा छ कि आउँछ त्यो दिन, न चल्छ हात न त खुट्टा, न काम नै गर्छ तिम्रो मस्तिष्कले, लड्नेछौ तिमी मुडा चाहिँ एकतिर, छैन त्यस बेला तिम्रो शरीरमा सास, छैन कसैको प्रति माया, छैन कसैको प्रति माया। थाहा छ आउँछ यो दिन सबैमा, थाहा छ आउँछ यो दिन सबैमा। कमाएको छौ होला तिमीले धन सम्पत्ति, कमाएको छौ होला तिमीले धन सम्पत्ति, तर यति चाहिँ याद राख्नु है तिमी, खाली हात आएको थियौ खाली हात नै जानेछौ, खाली हात आएको थियौ खाली हात नै जानेछौ। त्यसैले घमण्ड किन गर्छौ यो संसारमा आएर, घमण्ड किन गर्छौ यो संसारमा आएर, घमण्ड किन गर्छौ यो संसारमा आएर। थाहा छ कि एक दिन आउँछ यो समय जब तिमी लड्नेछौ मुडा चाहिँ एकतिर, जब तिमी लड्नेछौ मुडा चाहिँ एकतिर, केही क्षणपछि लानेछन् तिमीलाई कात्रोमा बोकी, केही क्षणपछि लानेछन् तिमीलाई कात्रोमा बोकी, पिप्पलको परिक्रमा लगाई लानेछन् खोलाको किनारतिर, पिप्पलको परिक्रमा लगाई लानेछन् तिमीलाई खोलाको किनारतिर। छुट्याइने छैन गरिब धनीलाई, छुट्याइने छैन गरिब धनीलाई, सल्काइनेछ आगो तिम्रो चित्तामा, सल्काइनेछ आगो तिम्रो चित्तामा, खरानी भई मिल्नेछौ तिमी माटोमा, अस्थिको रूपमा बहनेछौ तिमी, जानेछौ तिमी परमात्माको लोकमा, जानेछौ तिमी परमात्माको लोकमा। त्यसैले घमण्ड नगर यो संसारमा आएर, तिमी रित्तै आएको थियौ रित्तै जानेछौ संसार त्यागी, तिमी रित्तै आएको थियौ रित्तै जानेछौ संसार त्यागी।